म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, बिहार दुलाल भन्ने व्यक्तिले हर्क साम्पाङ विरुद्ध जेन्जीहरूलाई नौकासे पनि हुन्छ। जेन्जीकै रगतमा टेकेर बालेन्द्र शाहको फ्याक्ट्रीबाट उत्पादन भएको सुशीला कार्की नेतृत्वको सरकारले के आजसम्म जेन्जी आयोग बनाउँछु भनेको छ? सुशीला कार्की नेतृत्वको यो सरकारले के जेन्जी पार्क बनाएको छ? उल्टो जेन्जीहरू विरुद्ध कारबाहीको डण्डा चलाएर धरपकड गरिरहेको छ। तर जेन्जीहरूलाई राम्रोसँग थाहा छ कि धरानका मेयर हर्क साम्पाङले घाइते र मृतक जेन्जीको सम्मानमा हो, शहीदहरूको सम्मानमा धरानमा यति बेला जेन्जी पार्क बनाउन सुरु गरिसक्नु भएको छ र भोलि सरकारमा पुगेको दिन हर्क साम्पाङले घोषणा गरिसक्नु भएको छ कि जेन्जी आयोग बनाएर जेन्जीहरूलाई न्याय दिने भनेर भनिसक्नु भएको छ। यसर्थ बिहार दुलालजी, तपाईले यस्ता किसिमका अफवाह फैलाउन छोडिदिनुहोस् हर्क साम्पाङ विरुद्ध। तपाईको यदि नैतिकता यति पनि बाँकी छ भने हर्क साम्पाङको नामबाट फलोअर्स बनाएर जुन तपाईले चलाइराख्नु भएको छ त्यो फेसबुक, त्यो बन्द गरिदिनुहोस् र नयाँ फेसबुक सुरु गर्नुहोस्। र रवि चुडाललाई पनि म भन्न चाहन्छु, तपाईले धरानका दिदीबहिनीहरूलाई जतिसक्दो चाँडो भेटेर माफी माग्नुहोस्, हर्क साम्पाङ विरुद्ध लगाइएका आरोपहरू पुष्टि गर्नुहोस्, नत्र तपाईलाई जसरी शर्मिला वाइबाले कारबाही गर्नुभयो त्यो भन्दा सशक्त कारबाही हाम्रा धरानका दिदीबहिनीहरूले गर्नुहुनेछ। धन्यवाद। साथीहरू, भिडियो हेरिहाल्नु भयो, तपाईलाई कस्तो लाग्यो भिडियो हेरेर? कृपया आफ्नो विचार तल भिडियोमा कमेन्ट गर्नुहोला र भिडियोलाई